वेलकम ब्याक यसरी ब्लगमा आज चाहिँ ग्यारेजदेखि गाडी बनाउन जानु लाग्यो हामी होइन दुई भाइ छन् त्यही भनेको ग्यारेजको दाइ अनि म दाइ त होइन साथी त म दाइको बाइक चेक पनि हानिन्छ ट्रेस अब भागिन्छ दाइ आत्तिन्छ नेक्स्ट होइन के अरे सरकारले ओके दाइ गाडी बिग्रेर बाटोमा कसैले सब्जीहरूको बजार सब्जीमा गाडी बिग्रियो भने चाहिँ हामीले सम्पर्क गर्नु होला यदि ब्लगले सम्पर्क गर्ने हुन्छ नभए सरसाईको नम्बर बारेमा छोडिदिन्छ उहाँले फोन गर्दा हुन्छ जहाँ पनि अरू लगभग यहाँबाट सब्जीखर्कदेखि 15-20 किलोमिटरसम्म गइन्छ होइन दाइ गाडी बनाउन हाम्रो सन्धिखर्कमा अराजीमा लगभग होइन ढाकावाङ यता पाकु अनि यता कहाँसम्म दाइ यता बलेवाङ ठुला पोखरा जता पनि लाइक हुन्छ नि 25-30 किलोमिटर भित्रमा हामी चाहिँ सर्भिस गर्न सकिन्छ कि होइन सर्भिस चाहिँ सस्तो छ हामी त्यति मात्रै चाहिँ 7 गइन्छ बसिन्छ ल्याइदिन्छ ढुक्क भर पर्दो सुलभ तरिकाको हो क्या होइन होइन जे गर्न भयो नि बोलायो भयो कि गाडी बिग्रियो समस्या पऱ्यो भने ठक्क कि यदि ब्लग्स भन्न सम्झिने कि होइन भने सर दाइ भन्न सम्झिने ट्याक्क भइहाल्छ तपाईँले सम्झिने बित्तिकै फोन गर्दा बित्तिकै त्यसको आधा घन्टामा त्यही नजिक हुनुहुन्छ भने जति बेला कि त्यति टाढो हुन्छ नि आधा घन्टा भयो नि अनि त्यसरी चाहिँ आउन सकिन्छ हेर्नु सक्नुहुन्छ हामी भुटान बजार आइसक्छ यहाँ चाहिँ हाम्रो सेकेन्ड पोइन्ट छैन चाहिँ सेकेन्ड कहिले एउटा म धेरै एउटा यहाँ आउँछन् मान्छे गाडी सिकाउन आउँछन् धेरै दाइ यो त के राजा मर्नु साला बाटैमा इज्जत बिनाको इज्जत बिनाका लाजराका केटाहरू हाम्रो पुस्ताहरू लाग्यो क्या बुढाले भाइ यो तल बाहिर आएर होइन म 2 दिन यो चलाएको थिएँ 1 बेर चलाउँदा होइन त्यो त यसको ह्यान्डल त यति माथि हुन्छ नि त म त ह्यान्डल पाहुनाले भाइलाई दिएर ह्यान्डल माथि आएछ भनेको कि 1 दिन मात्रै ठाउँमा आइहालेको बलेवाङ जाने बाटो अनि यहाँ जान्छ गाडी माथि होइन त्यो धरधर गरे है ए उसमा त यो बाइक बेच्न हुने रहेछ अझै अरू नै यो बाइकमा आज तेल रहेछ ठुलो कुरो त्यहाँ है यो बाइकमा तेल रहेछ ठुलो कुरो त्यहाँ यतिले बुटल पुगिन्छ यतिले गाह्रो छ
त उता पनि त फेरि यहाँबाट गोर्से पुगिन्छ भने हाम्रो गोर्से यहाँबाट टाढा लाग्छ होइन दाइ तर गोर्सेबाट यहाँबाट गोर्से गयो चाहिँ 30 किलोमिटर उता खाके 40 किलोमिटर हो कि 48 कति छ उता अझै 42 चाहिँ क्या हो सम्मोह र नजिक जस्तो लाग्यो होइन नत्र नि बराबर छन् बाटो रिटी होला त आइसक्यो त दाइ यो बाइक लास्ट सुट हान्छ यार लङ रुट हिँड्नलाई त मजा आएको नि दाइ एकदम मजाको बाइक हो यहाँबाट म ठ्याक्कै तपाईँको त्यो कुदाङको पुल छ नि त्यहाँबाट उताको पुल छ नि लास्टको त्यो पिच सकेर बलेवानको त्यो पिच छ नि त्यहाँबाट 9 हो कि कति मिनट पुगेको ऊ बेला भिडियो गर्न पाइएन के त्यो बेला यस्तै भिडियो गर्ने उनी थिएन अन्त मैले त मजा आइपुग्यो Finally छैन त लु 27 आइयो कि फाइनली हामी